सो है गाइज वेलकम टु माई न्यू भ्लग। सो गाइज आज चाहिँ म के गर्नेवाला छु भने तपाईँलाई गाइज म आफ्नो अपार्टमेन्टको टुर गराउनेवाला छु है त। कस्तो छ त मेरो अपार्टमेन्ट, म कस्तोमा बसिरहेको छु। ओके सो गाइज फर्स्ट अफ अल चाहिँ गाइज अब मेरो बेडरुम यो हो होइन, दिस इज माई बेडरुम। अनि यस्तै हुन्छ गाइज। यहाँ मेरो लेप गार्ड छ, अनि यहाँ मेरो इयरबड छ, अनि गाइज यहाँ मेरो ल्यापटप छ, यो यहाँ ह्याङ्की बसिरहेको छ, यहाँ मेरो किबोर्ड छ, यहाँ मेरो माउस छ गाइज, यहाँ मेरो ब्याग छ, यहाँ मेरो गाइज रिङ लाइट छ। गाइज रिङ लाइट उता हुनुहुन्छ गौतम बुद्ध। गाइज मैले अघि लुगा मेसिनमा हालेको थिएँ, सायद अहिले बेला भयो होला, अब हामी गएर हेर्नेछौँ। सो गाइज बाल्कनीमा छ हाम्रो है मेसिन चाहिँ, यहाँ केटाहरूको लुगा सुकिरह्यो। हाम्रो गाइज भइसक्यो रेडी, हेरौँ है गाइज। यहाँ छ गाइज मेरो लुगा यहाँ छ गाइज, हामी उठाउनेछौँ। सो गाइज मैले लुगा पनि सुकाइसकेँ। यस्तो छ गाइज, लुगा सुकाउने ठाउँ चाहिँ यस्तो छ गाइज। यहाँ चाहिँ हाम्रो एउटा एसीको भाँडा छ, यहाँ गरम हावा आउँछ। यहाँ बाल्कनीबाट बाहिरको भ्यू गाइज देखिन्छ राम्रोसँग, हेर्नु कस्तो दामी देखिन्छ बाहिरको भ्यू। यस्तो भ्यूहरू पाइन्छ गाइज। हामीले अहिले लगाउनु पर्छ। यहाँ चाहिँ गाइज हाम्रो गिजर छ, गिजर हो चाहिँ। अब हामी एन्ट्री गर्छौँ फेरि भित्र गाइज। यहाँ चाहिँ एउटा एसी छ होइन, अहिले 24 डिग्रीमा चलिरहेको गाइज। अनि यहाँ चाहिँ एउटा साथीको बेडरुम छ, साथी चाहिँ यहीँ सुत्छ, एकजना साथी। यो चाहिँ हल हो गाइज, हलमा सुत्छ एकजना साथी। अनि गाइज हाम्रो किचन यहाँ छ। यो गाइज मैले बिहान खाना खाएको प्लेट मैले माझेकै छैन है त, यहाँ छ। यो मेरो राइस कुकर, यो केटाहरूको। अनि गाइज यहाँ छ मेरो सामानहरू, तेलहरू सबै मेरो सामान यहाँ छ। अनि गाइज फ्रिज यहाँ छ गाइज। अनि यहाँ तलपट्टिको सामानहरू सब मेरो हो गाइज होइन। यहाँ भएको स्पेस चाहिँ मेरो हो, यहाँमा राख्छु। म लेमन खान्छु, हेर्नु के खान्छु, म चयाकेर भिजेर खान्छु, दही खान्छु, सब खान्छु गाइज म। लगाउने छ। अनि यहाँ गाइज इलेक्ट्रिक चुलो छ, टक्क यहाँ खिच्यो अन हुन्छ। 3टा 1 2 3 छ, यो अन हुन्छ, यसलाई अफ गरौँ। यहाँ चिम्नी छ गाइज। मसँग एउटा यहाँ कुर्सी छ, यो चाहिँ मैले बाहिरबाट ल्याएको। अनि मसँग एउटा टेबल पनि, यो गाइज मैले किनेको होइन, यो यहाँ पनि थिएन, मैले बाहिरबाट ल्याएको। अनि यसमा चाहिँ गाइज म पानी खान्छु होइन, थोक्क लगाएर पानी खान्छु, कफी नै खान्छु कोही बेला। यो चाहिँ गाइज मेरो कम्पनीको आइडी कार्ड हो, हेर्नु गाइज फोटो कस्तो छ, कस्तो फोटो आएको छ है मेरो। रुपेशु लेखेको छ त्यहाँ, रुपेशु रुपेशलाई होइन गाइज, रुपेशु भन्छ सबैले। म चाहिँ पढ्छु कोरियनको मुखमा के हो यस्तो है, बोल्नै आउँदैन यार। अनि गाइज मसँग एउटा यहाँ फ्यान छ होइन, यो फ्यान मस्त घुम्छ गाइज। तपाईँहरू सोच्नु भएको होला अघिले एसी देखाएको थियो तर फ्यान किन राखेको, किनकि गाइज मेरो रुममा एसी छैन। मैले गाइज ढोका खोलेर राख्नुपर्छ ताकि बाहिरको एसीको हावा मेरो रुममा आओस्। यो हो नि गाइज, यो एसीको हावा चाहिँ यहाँबाट बगेर चारतिर घुमेर टक्क मेरो रुममा प्रवेश गर्छ। अनि हल्का हल्का मलाई चिसो आउँछ, अनि यो फ्यानले झन् चिसो दिन्छ, अनि मलाई गाइज आनन्द हुन्छ। गाइज यहाँ छ हाम्रो वासरुम, वासरुमको बत्ती हो, टक्क खोल्दाखेरि यस्तो हो गाइज वासरुम चाहिँ। टक्क यहाँ चाहिँ अब सामानहरू राख्ने होइन, के चाहिन्छ। अनि यहाँ कमोड छ गाइज, यहाँ नोनी स्पेस भइहाल्यो। अनि त्यहाँ स्याम्पूहरू के राख्ने भइहाल्यो। अनि त्यहाँ हात धुनलाई साबुन त्यहाँ छ, बेसन यस्तो छ। अनि हाम्रो गाइज त्यो चाहिँ हुन्छ नि, त्यसको पाइप चाहिँ लुज भएको थियो गाइज। कस्तो भने म तपाईँलाई देखाउँछु है। हाम्रो यहाँको पाइप छ नि, त्यो चाहिँ निस्केको थियो गाइज। अनि हामीलाई थाहा छैन यो क्यारी गर्ने हो, अनि त्यही भएर चाहिँ हामीले चाहिँ टक्क बाँधेर यसलाई चाहिँ टाइट पारेको गाइज, हामीले चाहिँ बाँधेर। सो गाइज हाम्रो ऐना चाहिँ यस्तो छ होइन, मिटर यस्तो देखिरहेछ। यो सो गाइज मिटर यस्तो। अनि गाइज आज मेरो हेयर स्टाइल पनि डिफ्रेन्ट छ है।
आज मैले मेरो हेयर स्टाइल नि गाइज डिफ्रेन्ट पारेको छु डिफ्रेन्ट छ आज हेयर स्टाइल अनि यस्तो देखिन्छ अनि गाइज म यहाँ डोभको युज गर्छु नि त म यहाँ डोभको चाहिँ यो चाहिँ गाइज हो होइन कन्डिसनर युज गर्छु म यो स्याम्पू साथीको हो मेरो स्याम्पू चाहिँ गाइज यहाँ छ म चाहिँ गाइज यो स्याम्पू युज गर्छु हानारो भन्ने स्याम्पू छ क्या एउटा त्यो चाहिँ म युज गर्छु गाइज ओके गाइज हामीले गाइज बाथरुम पनि गऱ्यौँ है त यो चाहिँ मेरो रुम भयो होइन यो चाहिँ 1 नम्बर रुम भयो अनि यो वासरुम यो चाहिँ 2 नम्बर रुम यो चाहिँ हल हो एउटा हल अनि किचन अनि गाइज यो रुम चाहिँ हामी ओपन गर्दैनौँ यो साथीको रुम के हुन्छ हामी ओपन गर्दैनौँ यो रुमलाई अनि जे होस् त्यो रुम चाहिँ अलिकति यो रुमभन्दा अलिकति ठुलो हो गाइज अनि त्यहाँ गाइज एसी पनि छ किनकि अलिकति के हुन्छ भने गाइज त्यहाँ चाहिँ अलिकति पाइप चाहिँ अलिकति छोटो लाग्छ नि त योसँग चाहिँ अलिकति पाइप छोटो लाग्छ नि त यहाँनिर पाइप लगेको छ यहाँनिर पाइप लगेको छ एसीको लागि गाइज बाहिरबाट यस्तो छ होइन हामीले हेर्दाखेरि सामान छ सबै त्यहाँ गाइज एसी यहाँ छ अनि गाइज हामी हाम्रो फोहोर चाहिँ हामी गाइज यहाँ फाल्छौँ होइन यता प्लास्टिकमा पनि छ यता डस्टबिन पनि छ गाइज अनि गाइज हामीले खानाको फोहोर चाहिँ गाइज हामी यता फाल्छौँ टक्क यहाँ प्लास्टिक राख्छौँ अनि प्लास्टिकमा हालेर राख्छौँ अनि पछि टक्क धेरैपछि हामी फाल्छौँ गाइज यही छ गाइज हाम्रो दैनिकी अनि गाइज हाम्रो यहाँ भाँडाहरू छ यहाँ हाम्रो चपिङ बोर्ड छ यस्तै छ मेरो पार्ट अनि गाइज यहाँ चाहिँ हाम्रो स्वेट्नु सुजहरू छ यहाँ चप्पलहरू छ यहाँ खोल्नु छ यहाँ पनि सुजहरू नि मस्त सुज छ गाइज हेर्नु गाइज मसँग छ एउटा गिटार होइन अनि यो गिटारमा चाहिँ गाइज म गीतहरू गाउने गर्छु अनि गाइज मसँग छ वेट मेसिन जसमा चाहिँ म आफ्नो वेट नाप्ने गर्छु नाप्नुमै कति छ 69 केजी 69 800 ग्राम अनि गाइज मसँग यहाँ छ डम्बेल छ गाइज एउटा डम्बेल दुईवटा डम्बेल छ मसँग चाहिँ होइन अनि गाइज म डम्बेलले चाहिँ म यसो गर्ने गर्छु यही थियो गाइज मेरो अपार्टमेन्ट टुर तपाईँलाई कस्तो लाग्यो कमेन्टमा आफ्नो प्रतिक्रिया दिन नभुल्नु होला है त थ्याङ्क यू सो मच